गुड मर्निङ गाइस। अब म चाहिँ यसो हिमालको फेदतिर एक हप्ताको लागि जाँदैछु है। मसँग मेरो साथी पनि छ, डगी काली पनि छ। काली र म सँगसँगै जाँदैछु। हामी बिहान 6:30 बजेतिर हिँडेको साथी हो। चट्ट जङ्गलको बाटो छ, एक्लै आनन्द है। ल एक हप्ताको लागि चाहिँ जे होस् क्याम्प फायर खुल्ला आकाशमा, खुल्ला मैदानमा, हरियाली फाँटहरूमा, हिमालको चिसो चुम्बनको साथमा रमाउने छु म चाहिँ। ल यस्तो छ ठाउँ चाहिँ, पुरा यस्तो छ। आइज काली, पछि पछि आएको छ नि मेरो दोस्त चाहिँ। ल म जाने चाहिँ त्यहाँनिर हो, यो हिउँ भएको ठाउँनिर जाने हो पुग्ने चाहिँ। ल बाटो चाहिँ यस्तो छ है। गुलाबको फुलहरू पनि फुलेरै छ, फुलेर पनि सुकेछ, कोही फुल्दैछ है। अब ल यो तल देखेको चाहिँ लमजुङ। आज मौसम पनि क्लियर छ, जे होस् मौसम पनि क्लियर छ। यो देखेको चाहिँ मेरो गाउँ ताल बजार। ल जस यहाँदेखि खासै नदेख्ने रहेछ गाउँ चाहिँ है, हल्का छेकिने रहेछ निगालेको झ्याङहरूले। ल यो चाहिँ चुत्रोको फुल, चुत्रो है। यहाँनिर चाहिँ के फल फल्दैछ, यो चाहिँ घाँसको रहेछ। ल बाटो चाहिँ यस्तो छ साथी हो, टक्क चट्ट पुरानो बाटो, ढुङ्गाको सिँढी भएको है, हिँड्नलाई नि सहज एकदम सहज छ। ल यो अघि छु, म चाहिँ पछि छु। हिँड भाइ, हिँड थाक्यो, यो पनि थाकेछ जस्तो छ बिचरा। हामी धेरै उकालो आयो नि त। ल बाटो चाहिँ यस्तो खतरा छ, डेन्जर बाटो है। यस्तो उकालो चढ्नुपर्छ। लाग्छ अझै टाइम मस्तै। ल है चराहरू कराउँदैछ, भाग्यो। ल त्यो नि अगाडि जाँदैछ, त्यो खुसी भइरहेको थियो। धेरै दिनपछि बाहिर निस्केको, खुसी भइरहेको थियो। ल ल यस्तो सुन्दर दृश्य देखिरहेको छ यहाँबाट।
आज चाहिँ आकाश पुरा खुल्ला छ। हिजो चाहिँ ठुलो झरी परेको थियो। खासमा हिजै आउने प्लानिङ हो, पानी परेको भएर हिजो आएन। आज चाहिँ बल्ल हिँडियो।